यतादेखि चाहिँ गाइज गाडी आउँदैछ हेर्नुहोस् होला। बाख्राहरू छ गाइज हेर्नुहोस्। बाख्रा खर्सी पनि छ। यहाँ चाहिँ हेर्नुहोस् रुखहरू ढलेको छ पुरै। तपाईँको आइफोन कति हो के प्लस? एल्लाको नि आइफोन छ त 10X। एल्लाको सानीको 10X 10X। अनि तपाईँको कटेज राम्रै चलिरहेछ? ए गाइज दाइको नाम छ पवन हो। दाइको टिपिआर ब्लग भनेर नाम छ। सब्सक्राइब पनि गरिदिनुहोस् होला। कटेजमा आइदिनु होला। लाइक कमेन्ट सब गर्नुहोस्। आलु खाने चाहिँ नलेखिदिनुहोस् होला गाइज। अहिले त आलु खाने एउटा ट्रेन्ड छ क्या। आलु खाऊ क्या ट्रेन्ड छ। अनि गाइज यहाँ चाहिँ हामी त्यसले पक्को चाहिँ थाहा छ होला तपाईँहरूले। अब त्यो इन्टरभ्यूमा दिइरहेको छु। अनि त्यो चाहिँ बाटो साह्रो अगाडि छ। हात थरथरी कामिरहेको छ फोन गर्छ भनेर। गाइज अब चाहिँ हामी रोक्यौँ। यहाँहरूले देख्न सक्नुहुनेछ यो चाहिँ एमएदिन हो होइन। हामी एमएदिनदेखि सर लाएर यता छिरिसकेको छौँ। त्यो लगाइरहेको छ मैले यहाँहरूले देख्न सक्नुहुनेछ। एकदम दामी छ मौसम। घाम टक्क लागिरहेछ होइन। अब यतिखेरको सिजन मौसम पनि एकदमै बवाल हुन्छ। अब दसैँको टाइममा चाहिँ सधैँ नै प्रायः जस्तो चाहिँ अब दामी नै हुन्छ होइन। तर आजभोलि चाहिँ अलिक पानीहरू बेसी परिरहेछ। तैपनि ठिक छ। आजदेखि चाहिँ बवाल भइरहेको छ अनि यस्तै भइरहेछ। अनि गाउँमा अब केटाकेटीहरू होइन गाउँमा गाउँले दाजुभाइहरू अब नहुने गाउँमा नबस्ने सहरतिर बस्ने होइन जस्तो अब टाढो बस्ने पनि सबैजनाहरू आउनु भएको छ गाउँमा। रमाइलो भइरहेछ। यसरी नै भेट हुन्छ अनि त्यही भइरहेछ। अब भाइ र म चाहिँ हामी जाँदैछौँ। हेर्दै गर्नु होला है त। गाइज हामी फेरि हिँडिसकेको छौँ एकछिनको ब्रेक पछाडि। अहिले चाहिँ गाइज हाम्रो हामी तेल्लोतिर आधी बाटोसम्म पुगिसकेको छौँ। यो चाहिँ बाटो हेर्नुहोस् होला। भ्यू राम्रो आएन भने लाइकमा भन्नु होला। फेरि हामी नयाँ भिडियो बनाइदिन्छौँ। यताउति ढुङ्गाको बाटो छ। माथि ढुङ्गा धेरै ठुलो छ। यतापट्टि पहाडहरू हेर्न सक्नुहुन्छ। हामी एमएदिनको यतापट्टि आइसकेको छौँ। अनि यता बाटो हेर्दै गर्नुहोस् गाइज। यताउति जो चाहिँ हामी तेल्लोको राम्रो बाटो आइपुग्यो जस्तो लाग्यो मलाई। म पनि पहिलोचोटि गाउँदैछु। त्यहाँ हेर्नुहोस् होला गाइज रेम्बो छ।